ट्रेन आयो अब चाहिँ हामी चाहिँ जान लागेको मेरो हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक माई युट्युब च्यानल। म चाहिँ लङ टाइम पछि फेरि पनि नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु। अहिले चाहिँ हामी चाहिँ स्टेसन जाँदैछु दुईजना। ट्रेन चढेर घुम्न जानुपर्ने हुन्छ। हाम्रो चाहिँ टाढै जान लाग्यो। मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। ट्रेन आयो अब चाहिँ हामी चाहिँ जान लागेको। मेरो कपाल कस्तो उडेको। हामी चाहिँ फाइनली टोकियो आइपुग्यो। यहाँ चाहिँ कति धेरै मान्छे, आमा म त छक्क परेँ। साथीहरू हेर्न सक्नुहुन्छ मान्छेको भिडियो हेर्नुहोस्। यति धेरै हुनु त फुलहरू नि फुल्या छैन। सायद बेलुकातिर चाहिँ यहाँ लाइट बल्छ होला। तर टन्नै मान्छे चाहिँ आज घाम पनि मस्तको लाहा। यता टोकियोमा चाहिँ गर्मी गर्मी छ। अहिले चाहिँ हामी जू छिर्न लागेको। टिकट काट्दै हुनुहुन्छ मेरो बुढा चाहिँ। दुईजना लाइन बस्दै बल्ल लाइन आएर हेर्न सक्नुहुन्छ। मान्छेहरू चाहिँ टन्नै लाइन बस्नु भएको यतातिर। टिकट काटिसक्नु भयो बुढाले चाहिँ दुईटा। उयो देखाउने होला नि। उयो देखाउनु। यो चाहिँ हाम्रो टिकट हो। अब चाहिँ हामी पुरै वरिपरि के रहेछ यताउति हेर्नेछौँ, घुम्नेछु। दुईजना चाहिँ यस्तो रहेछ ठाउँ चाहिँ। यता उता मूर्ति भाटी जाने हो। गोरिलाको मूर्ति यतापट्टि। आज मेरो बुढीले साथीहरू नि भेटियो। को साथी? त्यहाँ थियो गोरिलाहरू। तपाईँको साथी होला नि। बाँदरहरू भेटेर खुब खुसी भएर हिँडिरहेको होइन। बाँदरको चाहिँ त्यो गोरिलाको चाहिँ हात खुट्टा सेम मान्छेको जस्तै हुँदो रहेछ। मैले चाहिँ आज थाहा पाएको। थाहा थिएन। मेरो जस्तै मान्छे जस्तो भनेको नभए त मैले देख्न त देख्थ्यो तर हात खुट्टा याद गरेको थिएन कि। आज चाहिँ याद गरेको थिएँ मैले। कसको याद आयो? कसको याद आउनु? त्यो गोरिलाहरू देखेर कसैको याद आएन। निदाएको रहेछ ठाडै। गुड बनाउनु खोज्यो होला क्या। मान्छे जस्तै भिड रहेछ। पोलर बियर हो। पोलर बियर के भालु। भिडियो र फोटो खिच्नुहोस् भनेर पोज दिएर हिँड्दो रहेछ कि। कति धेरै चरा रहेछ यो रुखमा चाहिँ। टन्नै हेर्न सक्नुहुन्छ। बाफरे
कति धेरै हो मान्छे पनि चरा पनि गुड रहेछ नि त त्यहाँ त मेरो बुढो चाहिँ अगाडि अगाडि हिँड्नु भएको छ यहाँ चाहिँ पेङ्गुइन रहेछ बसिरहेको कति धेरै रहेछ वरिपरि टन्नै छ मुनि चाहिँ पानी बकुल्ला मकुल्ला रहेछ यतातिर जापानिज केटीको मेरो बुढाले खुट्टा खिचेको रे म त के भनौँ र खै चरा के बोल्या भाइ त्यो बुढी फेरि हाम्रै अगाडि भेट्छ अरे एकछिनमा अघि नै तपाईँले भन्नुभएको थियो नि त्यसरी मैले याद गरेको 3 चोटि भेटेँ मैले 8-9 चोटि भेटिसकेँ अहिले एकछिनमा कहाँ भेट्छ अरे हामी दुईजना बुढाबुढी रमाउँदै कस्तो गर्मी क्या है अझ त लास्टै हिप्पो र उति हेर्नु पाण्डा हेर्न पाएन अब हामीले पाण्डा हेर्न पाएन अब हिप्पो र राइनो हेर्न यहाँ चाहिँ के अरे पानी हाँस पानी हाँस होइन के फुल छ अरे कमल फुल फुल्ने ठाउँमा पानी छ होइन फुल चाहिँ सुकेर झरेर कुहिसकेको छ यस्तो भएछ डाँठ मात्रै रहेछ के म चाहिँ खास गरी यही देखेर हेर्न आएको हो तर छैन रहेछ वर्षको बेला कहिले भोलि पर्सि मलाई चाहिँ थाहा थिएन कि कुन सिजनमा हुन्छ भनेर त्यही भएर यहीँ जाने भनेर आएको हेर्न पाएन बाहिर निक्लिने बाटो हो क्या के थाहा मलाई अब हो त अहिले ननिक्लिनु यो चाहिँ नाइट भ्यू कस्तो राम्रो छ दामी लाइट दामी छ है तपाईँलाई कस्तो लाग्यो मन पऱ्यो कि परेन भन्नुहोस् यहाँ मलाई लाइफ भन्दा तरुनी भन्नु पर्यो तपाईँ चाहिँ त्यही तरुनी भन्दै जिन्दगी जाने भयो हजुर ए यहाँ छ आउनु केही भनिदिनुहोस् केही भन्दिनँ म आज पहिलोचोटि घुम्न भवाल नाइट भ्यू कस्तो राम्रो है दामी तरुणहरू त्यत्तिकै परिहरू सब यता आएर चाहिँ म चाहिँ उता खोजेको